तावा पनि तातिसक्यो है। यो चाहिँ पुरै फुल्छ है, हेर्नु है, मजाले फुल्छ। फुलेको भयो, पुरै फुल्छ कि यो मजाले। परोठा मलाई चाहिँ नफुलेको मलाई खानु मन लाग्दैन है, रोटीहरू भनेको परोठा यस्तो मजाले फुलेको छैन है, हेर्न सक्नुहुन्छ। ल यसरी बनाउनु होला है, यस्तो मजाले फुल्छ नि है। मैले न बेकिङ सोडा हालेको छु न के हालेको छु है, के हालेको छैन। ल हेर्नु त गाइस, गुड्डु भयो खाना हेर्नु है गाइस, यस्तो मजाले फुल्छ नि है, यस्तो हुन्छ कि कन्सिस्टेन्सी साह्रै मिठो हुन्छ यो है। ल खाऊ ल, यहाँ चाहिँ मुलाको अचार पनि छ है, यहाँ कागतीको अचार छ। केसँग खाने छोरी, ल खाऊ त, त्यति खाऊ र त्यतिकै खाऊ त। कस्तो भयो? मेरो पुन्टुले पनि खाइरहेछ। कस्तो भएको छ सानो माया? अब उसले त अचारसँग चोपेर खान्छ, कस्तो डेन्जर छ मेरो छोरो। कस्तो छ? एकदम के छ अरे? उसलाई रोटी भने चाहिँ यति मिठो लाग्छ र। कस्तो भयो? ल पुन्टे लडे। थ्याङ्क यू बाबु। वेलकम छोरा। कस्तो छ छोरी? छोरा कस्तो छ? खाऊ ल। कुन अचार मिठो लाग्यो तिमीलाई? मुलाको? कागतीको पनि मिठो होला नि। कागतीको 1 वर्ष भयो, बढी भयो है मलाई कागतीको अचार हेर्नु त, अहिलेसम्म केही भएन। कस्तो भयो क्रिस? कस्तो भएको छ बेबी? ल खाऊ त, खाऊ। पनिर देखाइदेऊ त, पनिर। यस्तो मजाले आलु र पनिरको। म चाहिँ यस्तै हेल्दी कुराहरू मात्र दिन्छु है बच्चाहरूलाई। वेलकम छोरा, वेलकम छोरी, वेलकम छोरा। ल खाऊ खाऊ खाऊ। यो आँटाको बनाएको, उसको फुपूले ल्याइदिएको, उसको बर्थडेमा गिफ्ट। कसले ल्याइदियो छोरी यो आँटा? हामी चाहिँ शुद्ध खानेकुरा खान्छौँ भनेर होइन, त्यस्तो नचाहिँदो सामानहरू चाहिँ बोकेर आउनुहुन्न कि उहाँको फुपूले। नत्र अघि पछि सधैँ कुरकुरे लिएस् यताउति ल्याइदिनु हुन्थ्यो, अहिले पनि त यहाँ आँटा बोकेर आइदिनु भएछ।